डायलिसिस नाम सुन्नु बित्तिकै मनमा एकदम डर हुन्छ कि म नियर नर्मल लाइफ जिउन सक्छु कि सक्दिन। नमस्कार, म डाक्टर संजीत पंडित, कंसल्टेंट नेफ्रोलॉजिस्ट एट थैलेमस इंस्टीट्यूट ऑफ मेडिकल साइंस। म यहाँ कार्यरत छु किडनी विभाग में। आज हामी डायलिसिस पेशेंट को बारे में कुरा गरौँ। डायलिसिस नाम सुन्नु बित्तिकै मनमा एकदम डर हुन्छ कि म नियर नर्मल लाइफ जिउन सक्छु कि सक्दिन। तर हामीले एउटा कुरा चाहिँ ख्याल गरे भने यो नियर नर्मल अथवा नर्मल लाइफमा हामी लिड गर्न सक्छौं। 3D को कन्सेप्ट। प्रथम डी भयो डायट। डायटमा नुनको मात्रा चाहिँ कम्ती, हरियो सागसब्जीको सेवन चाहिँ कम्ती र अमिलो फलहरू जति हुन्छ, मौसमी, सुन्तला, पोमेग्रेनेट और अनार यो सबै कुरा चाहिँ कम्ती राख्ने आहारमा। यो प्रथम डी भयो, पहिला डी भयो। सेकेन्ड डी भयो डायलिसिस। कंसल्टेंट नेफ्रोलॉजिस्ट को एडभाइस को हिसाब में हप्तामा 2 चोटी अथवा 3 चोटी डायलिसिस चाहिँ गरौँ। र तृतीय थर्ड डी भयो हाम्रो ड्रग्स, औषधि और मेडिसिन। यो 3टा डी हामीले फलो गर्यो भने हाम्रो लाइफ चाहिँ नियर नर्मल हुन्छ। डायलिसिस पेशेन्टमा आत्तिनु पर्दैन। जस्ट यो 3D को कन्सेप्ट चाहिँ तपाई ख्याल गर्नुस्। धन्यवाद। Visit Thalamus Institute of Medical Sciences at Phulbari near Battalion More, Shiliguri. Call 03561 354 100.